नमस्ते सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज मैले दुध राखेको मसला चिया बनाउँदैछु। सुरुमा मैले ग्यास बाले अनि मैले चिया पकाउने दिउरी बसाले। अब मैले यसलाई सानो ग्यास बनाएर तताउँछु अनि मैले 1 कप दुध खनाए। अब दुध खनाइसकेपछि अब दुधलाई राम्ररी तताउनु पर्छ। अब यसलाई मैले अलि ठुलो ग्यास बनाएर तताउँछु। अब यसमा अलि बबल्सहरू आउन लाग्यो। बबल्सहरू आइसकेपछि मैले यसमा 1 चम्चा चिनी राख्छु अनि मलाई जस्तो लाग्छ कि अझै पुग्दैन, त्यसैले मैले अझै आधी चम्चा चिनी थप्छु किनकि मलाई चिनी एकदमै मन पर्छ। अब यसलाई मैले चलाउँदै तताउँछु। अब मैले यसमा 1 चम्चा चियापत्ती राख्छु। मैले अलि कडा चियाखानी भएको भएर यसमा मैले अझै इतिकिन चियापत्ती मिसाउँछु। मैले यसमा अझै अर्को चियापत्ती पनि मिसाउँछु। मैले आज अर्थडक्स चिया बन्नी राख्छु। अर्थडक्स चिया खासमा भने ब्ल्याक टी खान्छन्, तर मलाई चाहिँ दुध राखेको चियामा पनि मन पर्छ। मैले अलि कडा नै चिया खाने भएको भएर मैले यतिकिन अर्थडक्स चिया पनि मिसाउँछु। अर्थडक्स चिया एकदमै मन पर्छ। अब मैले ल्वाङ सुकमेलको धुलो राख्छु। ल्वाङ सुकमेलको धुलो एकदमै मलाई मन पर्छ। यसको टेस्ट र यसको स्वाद एकदमै राम्रो छ अनि स्वास्थ्यको लागि पनि एकदमै राम्रो छ। यसैले अब मैले यसलाई चलाइ एकदमै राम्ररी उमाल्छु। अब मैले चियालाई सानो ग्यास बनाएर राम्ररी तताउँछु। जति चियालाई ततायो त्यति धेरै मिठो हुन्छ। त्यसैले मैले एकैछिन तताएर अब मैले यसलाई छान्नीमा एउटा कप लिएर आएर खनाउँछु। खनाइसकेपछि अब मेरो चिया रेडी भयो। थ्याङ्क यू। लाइक एन्ड सब्सक्राइब माई च्यानल।